नमस्कार साथीभाइ बहिनीहरू। आजको यस भिडियोमा हाम्रो जुन च्यानल जुन छ तयारी नेपाल र आजको यसमा हामीहरू ल्याएको छौं पार्ट्स अफ स्पीच स्पीचहरुको बारेमा आज चाहिँ हामी पढ्न गइरहेको छौं। सबभन्दा पहिला बुझौं कि पार्ट्स अफ स्पीच जुन चाहिँ नेपाली इंग्लिशको चाहिँ ग्रामरको मेन जुन हुन्छ जसबाट हामीले इंग्लिश ग्रामर चाहिँ बनाउँछौं। इंग्लिश ग्रामर चाहिँ जुन बुझ्छौं शुद्धिकरण जुन गर्छौं त्यो चाहिँ मेन हाम्रो जुन छ। यसको पहिला बुझौं 8 वटा प्रकार छ जसमा सबभन्दा पहिला आउँछ नाउन। नाउन भनेको नाम जसलाई नेपालीमा नाम भन्छ। अगाडि हामी यसको डेफिनेसनहरुको बारेमा पढ्ने छौं। प्रोनाउन सर्वनाम, एडजेक्टिभ विशेषण, भर्ब क्रिया, एडभर्ब, प्रिपोजिसन, कन्जंक्सन र इन्ट्रोडक्सन, यो सबैको बारेमा डिटेलमा अगाडिको भिडियोमा हामी पढ्ने छौं। आज चाहिँ हामी यसको मात्रै डेफिनेसन बुझौं है त। ल पहिलोमा छ नाउन। व्हाट इज नाउन? नाउन आर नेमिङ वर्ड। नाम चाहिँ नामविक शब्द हो जसले नाम जनाउँछ। जस्तै तपाईको राम भयो, सीता भयो, काठमाडौँ भयो अथवा कुनै किताबको नाम भयो, यो सबै जुन छ नि नाम जनाउने शब्द हो। नाउन भनेको नाम जनाउने शब्द। अर्को छ प्रोनाउन सर्वनाम। प्रोनाउन्स रिप्लेस नाउन। नामको सट्टामा आउने शब्दलाई सर्वनाम भनिन्छ। नामको सट्टामा आउने शब्दलाई सर्वनाम भनिन्छ। त्यही भएर छ नाउन रिप्लेस प्रोनाउन रिप्लेस नाउन्स। नामको चाहिँ सट्टामा प्रोनाउन आछ, सर्वनाम आछ। अब एडजेक्टिभ विशेषण। एडजेक्टिभ आर डिस्क्राइबिङ वर्ड। एडजेक्टिभ भनेको विशेषण तपाईको वर्णन गर्ने डिस्क्राइब गर्ने शब्द हो। अर्को बुझौं भर्ब क्रिया। क्रिया एडभर्ब आर डुइङ वर्ड। काम गर्ने शब्दलाई हामी के भन्छौं? भर्ब भन्छौं। क्रिया बुझाउने शब्दलाई भर्ब भन्छौं। जस्तै इज, वाज, वेयर, यो सबै चाहिँ भर्बमा पर्छ। अब एडभर्ब। एडभर्ब तपाईको एडभर्ब्स टेल यु हाउ एन्ड वेयर। एडभर्ब भनेको तपाईको कहाँ र कसरी जनाउँछ। एडभर्ब तपाईको कहाँ र कसरी जनाउँछ। अर्को पढौं प्रिपोजिसन। सर्वनाम के भन्छ? प्रिपोजिसन। प्रिपोजिसन आर युजुअली लिटल वर्ड दैट टेल यु वेयर। अब कुन कहाँ छ, कुन कहाँ छ, यहाँ छ, इन छ, अन माथि छ, अन्डर तल छ, एबभ माथि छ, के कहाँ छ, त्यो सबै चाहिँ हामी प्रिपोजिसनमा पढ्छौं। कन्जंक्सन संयोजक। कन्जंक्सन मिन्स संयोजक, जुन चाहिँ कन्जंक्सन एउटा जोइनिङ वर्ड हो, जोड्ने शब्द हो। कन्जंक्सन के हो? जोड्ने शब्द। जस्तै एन्ड भयो, अरु तपाईको धेरै जुन अगाडि हामीले अर्को भिडियोमा चाहिँ डिस्क्राइब गर्ने छौं। इन्टरजेक्सन। इन्टरजेक्सन एक्सप्रेस फिलिङ अर रिक्वेस्ट अर डिमान्ड समथिङ। इन्टरजेक्सनले के जनाउँछ? कसैको मनको फिलिङ, चाहना, रिक्वेस्ट भनेको अनुरोध, अरु डिमान्ड भनेको मागलाई जनाउने गर्दछ। ल साथीहरु, आजको भिडियोमा हामी मात्रै आज यतिको बारेमा बुझौं। अघिल्लो भिडियोमा हामी चाहिँ सबभन्दा पहिलो नाउनको चाहिँ पुरै डिस्क्राइब गर्ने छौं। त्यो लामो भिडियो 8-10 मिनेटको लामो जति भिडियो हुन्छ त्यसमा हामी बुझ्ने छौं। आजको लागि यति नै। यदि हाम्रो यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु, किनभने यस्तै भिडियोहरु तपाईहरुको लागि अब म ल्याइराख्छु।